नमस्कार सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो घरमा पाहुना आउनु भएको थियो, त्यही भएर म चाहिँ खसीको मासु पकाउँदैछु। खसीलाई मजाले भुटेर मैले अलिकति खसी काटेँ अनि मलाई चाहिँ खसीको मासु चाहिँ एकदमै पखाल्नुपर्छ मजाले, नत्र मलाई कस्तो घिन लाग्छ के त्यो कोही कोही बेला कपालहरू त्यस्तोहरू हुन्छ नि त। अनि यो ड्राई हुनको लागि चाहिँ मैले पेपर टावल हालेर मजाले ड्राई गरेँ। अनि मलाई चाहिँ खसीको मासु मेरिनेट गरेर राखेर अनि मजाले पकाएको कति मनपर्छ। अनि त्यही भएर मैले चाहिँ अनियन पाउडर, गार्लिक पाउडर, अनि त्यही जिरा, धनिया, अलिकति तोरी अनि अलिकति अजिना पनि हालिदिएँ। अनि हर्दी पनि फर द कलर, अनि नुन अनि तोरीको तेल हालेर चाहिँ मजाले मेरिनेट हुन दिएँ। लाइक मेरो गेस्टहरू चाहिँ अल द वे नेपालदेखि आउनुभएको, अनि हामी चाहिँ अहिले अमेरिकामा छौँ। अनि त्यही भएर चाहिँ उहाँहरूको लागि यसो खसीको मासु खुवाइदिउँ भनेर नि। अनि यसलाई चाहिँ मजाले मैले मोलेँ है, चम्चीले मोल्न खोजेको त मजाले मोल्दैन, त्यही भएर मैले चाहिँ हातले मजाले मोलेँ। अनि त्यहाँबाट यसलाई चाहिँ मेरिनेट हुन दिएँ। अनि यो मेरिनेट हुँदै गर्दाखेरि चाहिँ मैले मेरो मसला बनाउन हेर्नु नि कति मजाले मेरिनेट भयो। मैले मसला बनाउन सुरु गरेँ। मसलाको लागि चाहिँ त्यही गार्लिक र अदुवा लिएँ अनि तिनीहरूलाई मजाले म्यास गरेर त्यो जिन्जर गार्लिक पेस्ट भयो। अनि त्यसमा चाहिँ रातो खोर्सानी पनि हाल्दै सुकेको, त्यसो भए पछाडि सबैसँगै एउटा पेस्ट बनिन्छ भनेर। अनि कराई बसाएर तोरीको तेल हालेँ। अनि तोरीको तेल हालेर चाहिँ मैले अलिकति मेथी पनि हालेँ। मेथी चाहिँ डढायो भने चाहिँ त्यो तितो टेस्ट आउँदैन कि, अनि त्यही भएर मैले डढाएँ। अनि त्यहाँबाट प्याज पनि एकछिन पकाएर अलिअलि क्यारामलाइज भए पछाडि चाहिँ मैले मेरो त्यो अहिलेको पेस्ट पनि हालेँ। अनि यो पेस्टलाई पनि मजाले पकाए पछाडि चाहिँ त्यो गार्लिक जिन्जरको फ्लेभर मजाले इन्फ्युज हुन्छ नि त। त्यो गरिसके पछाडि चाहिँ मैले मासु हालिदिएँ। अनि अब चाहिँ एकदमै पेसेन्ट भएर धैर्य भएर चाहिँ मासुलाई चाहिँ मजाले पाक्न दिनुपर्छ। त्यसो भए पछाडि मजाले फ्लेभरहरू निस्किँदै आउँछ। अनि मैले चाहिँ अरू कुनै मसलाहरू त्यस्तै हालिनँ, किनभने मैले त्यो मेरिनेटमै सबै मसलाहरू छ नि त। त्यसो भए पछाडि खसीको मासुहरू त युजली त्यस्तो केही गर्नु पर्दैन, आफै राम्रो फ्लेभर आउँछ। त्यही भएर मजाले पाक्न दिएँ। त्यो मजाले फ्राई हुन थाले पछाडि चाहिँ अलिकति टाँसिन थाल्छ नि त। अनि मैले चाहिँ अलिअलि पानी हालेर अनि यो पानी पनि मजाले सुकिसके पछाडि अनि त्यहाँ चाहिँ त्यो भए पछाडि चाहिँ ठिक्क खानुहुन्छ, नत्र अब मासु पाकेन भने मिठो पनि हुँदैन नि त है। त्यही भएर यो पानी सुकुन्जेलसम्म मैले मजाले पकाएँ। अनि अहिले त कति राम्रो कलर पनि आउन थाल्यो, एकदमै मासु जस्तो देखिन पनि थाल्यो है। अनि मजाले चलाएर एकछिन कुक हुन दिए पछाडि त रेडी भयो। अनि मैले चाहिँ एकछिन फेरि त्यो फ्याटहरू सबै निस्कियोस् अनि मजाले पाकोस् भनेर छोडिदिएको थिएँ। अनि कालो भएर कति मजाले पाक्यो। अनि हाम्रो मासु चाहिँ रेडी भयो। यो सिम्पल तरिकाले गर्नुभयो भने चाहिँ एकदमै मिठो हुन्छ मासु। एकचोटि ट्राई गर्नुहोस् है। अनि कमेन्टमा लेख्नुहोस् हजुरहरूलाई कस्तो लाग्यो यो रेसिपी भनेर। थ्याङ्क यू सो मच। लाइक एन्ड सब्सक्राइब। हजुरहरूलाई मन पर्यो भने अर्को के बनाउनु भनेर पनि भन्नुहोस् है।